र बारम्बार जनताले हामीलाई पागल भनिसके। पागल भएर हुँदैन, हामी नेतृत्व गर्न आएका होइनौँ। हाम्रा मागहरू सम्बोधन हुनुपर्छ भन्ने हिसाबमा हामी आएका हौँ। हाम्रो माग एउटै छ, हाम्रो शब्द एउटै छ, हाम्रो आवाज एउटै छ। प्रत्यक्ष कार्यकारीको चुनाव हुनु पर्यो। तत्कालीन आदेश दिने व्यक्तिहरूलाई कारबाही गर्न सक्नु पर्यो। यति मात्रै भन्दछु। अनि एउटा कुरालाई मैले जोड दिएँ, गुण्डा संघका गुण्डु टोलका नाइकेहरू कृपया कानमा कवास छ भने खोलेर सुन्नुस्। तपाईहरुमा के संख्या भयो भनेर घमण्ड गरेको? संख्या त एउटा कुकुरको मलमुष्टमा पनि हुन्छ, त्यहाँ पनि झिङ्गा लाग्दछ। त्यो झिङ्गाले समाजमा सकारात्मक सन्देश होइन, बिरामी फैलाउँदछ। त्यो झिङ्गा हो तपाईहरु गुण्डा टोलका गुण्डा संघका गुण्डुहरू। विचार गर्नुस्। हामी भनेको मौरी हो, फुलका रस चुस्दछौँ र स्वादिलो मह समाजमा वितरण गर्दछौँ। यो उद्देश्यले आएका छौँ। यो संख्याको घमण्ड नगर्नुस्। यदि संख्याको घमण्ड गरेर राज्यमा अराजकता निम्त्याउन चाहनुहुन्छ भने भनेका छौँ कार्तिक 14 गते देखाइदिन्छौँ हामी। जय राष्ट्रवाद, जय नेपाल। धन्यवाद।